Hello everyone, welcome back to our another video in our informative training series. आज चाहिँ हामी एकदम टप टियर को बाइसेप वर्कआउट दैट इज केबल बाइसेप या केबल बेजियन कर्ल भनेर नि भन्छौं। यसको कुरा गर्ने छौं। यो एक्सरसाइज गर्दाखेरिको पोस्चर र यो एक्सरसाइजको इफेक्टिभनेस कसरी इन्क्रिज गर्न सकिन्छ भन्ने कुराहरू केही बुझ्न खोज्छौं। आई एम श्योर कि यो एक्सरसाइज धेरैलाई परफर्म गर्न आउँछ, बट आई एम अल्सो श्योर कि यो भिडियोबाट तपाईले यो एक्सरसाइज कसरी अझै इफेक्टिभ बनाउने भन्ने कुरा केही बुझ्नुहुन्छ। सो विदाउट फर्दर डिले लेट्स गेट इन्टु इट। सो सुरुमा यसको पोस्चरको कुरा गर्नुपर्दा भेरी क्विकली हामीले बाइसेप्सको एनाटोमीको बारेमा बुझ्नुपर्ने हुन्छ। बाइसेप ब्राकी भनेर भन्छौं। यसको दुईटा हेड हुन्छ, सर्ट हेड, लङ हेड। यसको ओरिजिन तपाईको स्क्यापुलाबाट हुन्छ। स्क्यापुला भन्दा के बुझिन्छ त भन्दाखेरि हाम्रो बाइसेप्सको ओरिजिन हाम्रो शोल्डर जोइन्ट्सलाई क्रस गरेको हुन्छ। दिस इज द सोल रिजन हामी हाम्रो हात हाम्रो टोर्सो भन्दा अलि पछाडिबाट कम्प्लिटली एक्सटेन्डेड पोजिसनबाट सुरु गर्छौं। के गर्छ त्यसले हाम्रो बाइसेप्सलाई कम्प्लिटली स्ट्रेच पोजिसनबाट सुरु गर्छ। सो अब आउँ यसको इफेक्टिभनेस इन कन्सन्ट्रिक फेजमा। सो हामीले यो ड्र्याग गर्दै गर्दा एउटा के दिन चाहन्छु भन्दाखेरि यहाँनिर तपाईले ड्र्याग गर्दाखेरि के सोच्नुस् कि तपाईले आफ्नो नकल्सहरु आफ्नो शोल्डर्सतिर टच गर्न कोसिस गर्दै हुनुहुन्छ। सो यो पोजिसनमा के हुनु पर्यो त भन्दाखेरि यस हामी आफ्नो एल्बोलाई फिक्स राख्छौं, धेरै ट्राभल गर्न दिदैनौं। यो सबैलाई थाहा भएको कुरा हो। टप मोस्ट पोजिसनमा हामीले एक्टिभली हाम्रो बाइसेपलाई स्क्विज गरिराखेको हुन्छु, बट त्यहाँनिर हामीले आफ्नो शोल्डर्सलाई स्लाइटली थोरै मुभमेन्ट अगाडि अरु क्यान से हाम्रो फिक्स्ड एल्बोजहरुलाई अलिकति मुभमेन्ट दिन सक्यो भने अलिकति अझै हामीले त्यो टप मोस्ट पोजिसनमा अझै बाइसेपलाई हामीले धेरै स्क्विजनेस दिन सक्छौं र छोड्दाखेरि इसेन्ट्रिकमा स्लो एन्ड कन्ट्रोल अल द वे डाउन जबसम्म तपाईको आर्म्स तपाईको बाइसेप फुल्ली लेन्डन पोजिसनमा जादैन बिफोर स्टार्टिङ एन्ड द रेप। ओके, द्याट्स इट फर टुडे। आजको भिडियोमा ट्राई दिस क्युज अन योर नेक्स्ट आर्म डे र डिफरेन्स आफै फिल गर्नुहोस्। इफ यु फाउन्ड दिस हेल्पफुल, प्लिज मेक श्योर टु फलो फर मोर ट्रेनिङ टिप्स। टिल देन, बाइ बाइ। थ्यांक यू। सी यु अन आवर नेक्स्ट भिडियो।